मित्रहरू अहिले चाहिँ म सुनापति गाउँपालिकाको काफ्ले ग्याङ लामाटोल भन्ने ठाउँमा छु। यहाँले देख्न सक्नुहुनेछ यो चाहिँ काफ्ले ग्याङमा रहेको एउटा पोखरी हो। यो पोखरीमा यहाँले देख्न सक्नुहुनेछ यहाँ चाहिँ इटोद्वारा त्यहाँ एउटा चाहिँ ब्लक बनाएर राखिएको छ। यसमा चाहिँ पहिला एउटा मेलको बोट थियो भन्ने भनाइ छ। मेलको बोटमा यहाँ गुरु रेम्बरजी भगवान चाहिँ अवतरण हुनुभएको भन्ने भनाइ छ। त्यसैले त्यो इँटाको ब्लक बनाएर यहाँ राखिएको छ पानीभित्र। अनि त्यसपछि त्यसै गरेर यतापट्टि गुरु रेम्बरजी भगवानको स्वरूप मूर्ति देख्न सक्नुहुनेछ। त्यसैको साथसाथमा यसमा लामाटोलको टोलहरू देख्न सक्नुहुनेछ। यो अति नै रमणीय स्थल रहेको छ। यहाँहरूले यहाँको लामाटोलहरू देख्न सक्नुहुन्छ। त्यसै गरेर यहाँ लामाटोलमै रहेको एउटा हाई स्कुल रहेको छ। यो हाई स्कुल हो। त्यसै गरेर यहाँ माथि देख्न सक्नुहुनेछ माने स्तूपा भन्छ। माने चाहिँ धेरैवटा मानेहरू स्तूपहरू देख्न सक्नुहुनेछ। र यहाँबाट देखिने जुन सुनापतिको अग्लो भाग मुख्य टापु चाहिँ सुनापति लेकको मुख्य टापु देख्न सक्नुहुन्छ। र सुनापतिको जङ्गल हरियो जङ्गल एकदम मनमोहक सुन्दर दृश्य देख्न सक्नुहुन्छ। यो चाहिँ भर्खर बिहानको घाम लाग्दै गरेको बेलाको हो। यहाँबाट चारैतिर देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ दोरम्बाको चाहिँ गाल्पा आलमपुर डाँडा सैलुङ त्यसै गरी यो यहाँबाट देख्न सक्नुहुन्छ। यो सैलुङको भागहरू हो। सैलुङको जङ्गलहरू देख्न सक्नुहुन्छ। त्यसै गरेर सैलुङभन्दा उतापट्टि चाहिँ हिमाल देख्न सक्नुहुन्छ। यहाँबाट यो सानो मोबाइलले कैद गर्दा जति भेट्न सकियो दृश्य मैले चाहिँ कैद गरेको छु भन्दै मित्रहरू नमस्कार। आज चाहिँ म सुनापति गाउँपालिकाको सुनापति को टापुमा आइपुगेको छु। जहाँबाट चाहिँ मैले यहाँहरूलाई आफूले सके जति यो मोबाइलको क्यामेराले कैद गरे जति दृश्यहरू यहाँहरूलाई अवलोकन गराउनको लागि यो भिडियो कैद गरिरहेको छु। आज चाहिँ म मेरो भान्जा र म यहाँ भ्रमणको सिलसिलामा आइपुगेको छु। यहाँहरूलाई मामा भान्जाको साथमा यहाँहरूले देख्न सक्नुहुनेछ कि यहाँबाट दृश्य चाहिँ लामाटोलको जुन सुनापति गाउँपालिकाकै एउटा उच्च ठाउँमा लेकमा रहेको घ्याङटोल पनि भन्छ लामाटोल पनि भन्छ। त्यो दृश्यहरू पनि यहाँबाट कैद गरिरहेको छु। यहाँले देख्नुभएको दृश्य चाहिँ लामाटोल हो। र मसँग अर्को एकजना भान्जा पनि हुनुहुन्छ। उहाँ पनि आउनुभएको छ। हामी तीनजना चाहिँ आज विशेष घुमघामको क्रममा थियो। लामाटोलबाट पर चाहिँ यहाँहरूले जस्तै यहाँबाट गाल्पा त्यस्तै गरेर आलमपुरको दृश्यहरू पनि
देख्न सक्नुहुनेछ। त्यस्तै गरेर यो सुनापति महादेव स्थान पनि भन्छ। यो घुरुर हेम्बर्जेको पनि पवित्र तीर्थस्थल हो। यो एक प्रकारको रामेछाप जिल्लाकै एउटा चाहिँ राम्रो रमणीय एउटा तीर्थस्थल को रूपमा लिन सकिन्छ। यहाँ चाहिँ विभिन्न प्रकारका वनस्पतिहरू, लाली गुराँसहरू प्रशस्त रूपमा यहाँ पाउन सकिन्छ। त्यसैले विशेष गरी हिउँदो महिनामा चाहिँ घुमघामको लागि यहाँ सुनापति महादेव स्थानको दर्शनको लागि यहाँहरू आउनुभयो भने अति नै उत्तम देख्दछु। यहाँबाट मैले तल चाहिँ एउटा चाहिँ यो सिनमा देखाइरहेको छु। त्यो चाहिँ रूपाकोट गाउँ हो। यहाँबाट देख्न सकिन्छ यो सुनापति गाउँपालिकाकै रूपाकोट हो। रूपाकोट भन्दा पर चाहिँ भिरकोट गाउँ छ र यताबाट यसरी यो भौसा भन्ने ठाउँ पनि गाउँ देख्न सक्नुहुनेछ। यहाँहरूले देख्न सक्नुहुनेछ। भन्दै यो सुनापति को महत्त्वपूर्ण स्थानमा आइपुगेको बेलामा यहाँबाट यहाँहरूलाई सके जति मैले भिडियो सेयर गरिरहेको छु। यहाँहरूले यसलाई मध्यनजर गरेर लाइक कमेन्ट गर्ने भन्दा पनि विशेष गरेर यहाँहरू पनि यो रोमाञ्चक दृश्यहरू, यो वन जङ्गलहरू घुमफिर गर्नको लागि एउटा चाहिँ यहाँ तीर्थस्थलको घुमघामको लागि आउनको लागि अनुरोध गर्दछु भन्दै यहाँहरूले दृश्य अवलोकन गर्नुभएकोमा हस्, धन्यवाद।